नमस्कार, म ऋषभ गौतम, आर्थिक लेखक तथा पत्रकार। म आज फेरि पनि एउटा कोसेली लिएर आएको छु। मेरो हालसालै अन्नपूर्ण पोस्ट दैनिकमा प्रमुख प्राथमिकताका साथ प्रकाशित भएको मिटर मिटर ब्याजी समस्याको सम्बन्धमा लेखिएको लेख रचना वाचन गर्न गइरहेको छु। यसरी प्रकाशित भएको छ। यो अन्नपूर्ण पोस्ट दैनिक हो, नेपालको अग्रणी दैनिक मध्येमा पर्छ र नेपालको सन्दर्भमा मिटर ब्याजी समस्या आज पनि उत्तिकै विकराल समस्याको रूपमा रहिआएको छ। यो समस्याले चाहिँ तपाईँको बेला बेलामा आन्दोलन, बेला बेलामा तपाईँको यसको तपाईँको पीडाहरू सडकमा पोखिँदै आएको छ र सरकारले पनि यस सम्बन्धमा चाहिँ पीडितहरूसँग वार्ता गर्ने, सहमति गर्ने र फेरि पनि त्यो सहमति कार्यान्वयन नभइसकेपछि फेरि पनि उनीहरू यस्तै खालको सडक आन्दोलन गर्ने र तपाईँको फेरि वार्ता हुने र फेरि पनि तपाईँको सहमति हुने र त्यसको कार्यान्वयन यथेष्ट रूपमा नहुने गरेको पाइन्छ। र यसको समाधानको विकल्प के हो त? अर्थात् यो मिटर ब्याजी समस्याको जरो कारण के हो? यस सम्बन्धमा चाहिँ मैले लेखेको जुन आर्टिकल, मेरो विचार चाहिँ म यहाँहरूलाई सुनाउन गइरहेको छु। खास गरी मिटर ब्याजी समस्याले चाहिँ ग्रामीण भेगमा, खास गरी तराईका जिल्लाहरूमा चाहिँ सामाजिक अवयवहरूमा नै खलल पुर्याउँदै आएको छ। यो समस्या सधैँदेखिको हो, जसलाई समाधान गर्न यसको जरैदेखिको समाधानको पहल आवश्यक छ। र यसै विषयमा केन्द्रित मेरो आर्टिकलको शीर्षक छ मिटर ब्याजको रापिलो ताप। खास गरी तराईका ग्रामीण इलाकामा मिटर ब्याजी समस्या विकराल छ। तराईमा मात्र होइन, पहाडी ग्रामीण भेगमा पनि यो समस्या उत्तिकै छ। बल्झिरहने यो समस्याको रापिलो ताप बेला बेला राजधानी काठमाडौँसम्म आइपुग्छ। शासक वर्गले अलिअलि मलम लगाएपछि केही समय साम्य हुने मिटर ब्याज पीडितका घाउ अझै विषेक हुन सकेका छैनन्। हरेक सरकार उनीहरूका गुनासा सुन्छ, वार्ता गर्छ, केही समय समस्याले पार पाए झैँ हुन्छ, तर सरकार ढल्छ अनि फेरि बल्झन्छ त्यही पुरानै व्यथा। अहिले नयाँ सरकार सामु पनि मिटर ब्याज पीडितले आफ्ना व्यथा पस्किएका छन्। जनकपुर धामबाट पैदलै राजधानी काठमाडौँ हिँडेका उनीहरूको 5 दिन लामो यात्रा बाराको निजगढमा विश्राम पायो। सरकारको चलाखी र गृहमन्त्रीको पहलमा निजगढमै 9 बुँदे सहमतिको खाका तयार भयो र काठमाडौँमा सरकार पीडित बीच सहमति भएपछि हालसालै आन्दोलन स्थगित भएको छ। यस पटकको आन्दोलनले मिटर ब्याज कुप्रथा अन्त्यको घोषणा गर्ने, फर्जी तमसुक, दृष्टिबन्धक, छुनुवा पास र बाध्यकारी चेकहरू स्वतः खारेज हुने जस्ता महत्त्वपूर्ण विषयहरूलाई स्थापित गरेको छ। यसैगरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन 3 महिनाभित्र पारित गर्ने र आपराधिक लाभ र भ्रष्टाचारको रकम मिटर ब्याजमा प्रयोग गर्नेलाई कडा कारबाही गर्ने सहमतिले पीडितलाई विगतभन्दा बढी आशावादी बनाएको देखिन्छ। सरकारले 9 बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन गरे निश्चय नै पीडितले न्याय पाउनेछन्। तर सहमति के, कसरी र कहिले कार्यान्वयन हुन्छ भन्ने कुरा सरकारको कार्यशैलीमा भर पर्छ। वास्तवमा मिटर ब्याज समस्याको मुख्य कारण भुइँतका निमुखा वर्गको पहुँच वित्तीय संस्थासम्म नहुनुले हो। नेपाल राष्ट्र बैंकले गरिब, किसान तथा निमुखा वर्गसम्म वित्तीय लगानी विस्तार गर्ने व्यावहारिक नीति लिन सकेको छैन। बैंक तथा वित्तीय संस्थालाई त्यस्तो कडा निर्देशन दिन पनि चुकेको छ। फलस्वरूप वित्तीय संस्थाले नपत्याएपछि निमुखाहरू साहु महाजनकै शरणमा पुग्न बाध्य छन्। आन्दोलित पीडितहरूका अनुसार साहु महाजनले 50% ब्याज असुलिरहेका छन्। तमसुक अनुसार रकम नतिरे घरखेत हडप्ने, मानसिक तनाव दिने, कुटपिट गर्ने र कतिपय अवस्थामा यौनजन्य हिंसा समेत गरेका डरलाग्दा समाचारहरू सार्वजनिक हुँदै आएका छन्। एउटा गरिब, उपेक्षित र अशिक्षित वर्गमाथिको यस्तो शोषणलाई विगतमा राज्यले ठुलो हेरेर मात्र बस्यो, उचित समाधान खोजेन। यद्यपि अघिल्ला गृहमन्त्री नारायण काजी श्रेष्ठको पालामा यसको समाधानमा केही ठुला पहल भएको भने थियो, जसका कारण ठुला मिटर ब्याजीहरूको भागाभाग समेत चलेको थियो। मिटर ब्याज समस्याको जरैसम्म
पुगेर उपचार गर्ने हो भने सीमान्तकृत वर्गमाथि वित्तीय क्षेत्रको लगानी अपरिहार्य देखिन्छ। कर्जा प्रवाहमा उनीहरूमाथि हुँदै आएको विभेदको अन्त्य हुनुपर्छ। यी वर्ग भनेका मुख्यतया श्रमिक, गरिब किसानमा पनि कमजोर किसान वर्ग र मजदुर हुन्, जसलाई ठुलो परिमाणको कर्जा चाहिँदैन। उनीहरूले परिवार व्यवस्थापन, साना लघु उद्यम वा कृषिका लागि ऋण लिने हुन्। स्थानीय तहको सिफारिस वा मध्यस्थतामा बैंक तथा वित्तीय संस्थाले उनीहरूलाई कर्जा लगानी गर्ने संयन्त्र राज्यले बनाइदिनु आवश्यक देखिन्छ। गरिब किसानमाथि बैंकिङ विभेद गरेर राज्यले समृद्धिको रथ हाँक्न सक्दैन। समृद्धि र विकास भनेको एक्लै हिँडेर होइन, राज्यका हरेक तह र तबकाका नागरिकहरूको सामूहिक पहलमा मात्र सम्भव छ। समावेशी विकास र सबै नागरिकको वित्तीय पहुँचका खातिर नै 3 तहको सङ्घीय संरचना लागू गरिएको हो, तर व्यवहारमा त्यस्तो देखिएन। प्रदेश सरकारहरू कर्मकाण्डी मात्र बने। हरेक स्थानीय तह वित्तीय संस्थाका शाखा पुगे पनि तल्लो वर्गको कर्जामा पहुँच बढेन। प्रदेश सरकार समक्ष सङ्घले आवश्यक अधिकार र वित्तीय स्रोत दिएन। फलस्वरूप सदियौँदेखिको मिटर ब्याज समस्या सङ्घीयता लागू हुँदा समेत जिउँदा त्यौँ छ। पछिल्ला वर्षहरूमा राष्ट्र बैङ्कको नीति मार्फत वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीहरूको सङ्ख्या मर्जर मार्फत उल्लेख्य रूपमा घटाइएको छ। 100 भन्दा बढी रहेका लघुवित्तहरू पनि अहिले 50-51 को हाराहारीमा छन्। पुँजीगत हिसाबले यी संस्थाहरू मोटाए पनि संस्थाको सङ्ख्या घटेसँगै यस क्षेत्रमा रोजगारी र वित्तीय पहुँच पनि खुम्चिएको यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन। झन् अहिले डिजिटलाइजेसनको होडबाजीमा गाउँघरमा शाखाहरू घटाबट गाड्ने र हटाउने कार्य भइरहेको छ, जसमा 70% साक्षरता भएको र ग्रामीण क्षेत्रमा बहुसङ्ख्यक मानिस गरिब तथा अशिक्षित रहेको मुलुकमा प्रविधिको नाममा शाखा घटाउँदै जानु व्यवहारिक पनि होइन। बैंकहरू ठुलो पुँजी जम्मा गरेर ठुलालाई नै लगानी गरी छिटो नाफा कमाउने दाउमा छन्, तर गरिब निमुखा ऋण नपाएर साहु महाजनकै ढोका चार्नुपर्ने अवस्थाको अन्त्य भएको छैन। सरकारले जतिसुकै बुँदे सहमति गरे पनि सबै तबकाका जनताको बैंकिङ कर्जामाथि समान पहुँच नभएसम्म कानुनका छिद्र खोजेरै भए पनि यस्ता समस्या बल्झिरहनेछन्। त्यसकारण सरकारले समावेशी तवरमा सबै वर्गमा वित्तीय कर्जा विस्तार गर्ने रणनीति लिनुपर्छ। एकातिर असार मसान्तसम्म नेपालका बैंक तथा वित्तीय संस्थामा 15 खर्ब 60 अर्ब भन्दा बढी लगानीयोग्य तरलता थुप्रिएको छ भने अर्कोतिर बैंकिङ प्रक्रियाको झन्झटबाट तर्सिएर लाखौँ मानिस वित्तीय स्रोतका लागि मिटर ब्याजको शरणमा पुग्ने गरेका छन्। यो विरोधाभासपूर्ण अवस्था बदल्न राष्ट्र बैंक, वित्तीय संस्था र राज्य संयन्त्र किन लागिरहेको छैन? नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले नै गरिब तथा निम्न आय वर्गको आर्थिक अवस्था सुधार्न बैंकहरूले छुट्टै प्रडक्ट ल्याउन नसकेको स्वीकार गरेका छन्। त्यसकारण सीमान्तकृत वर्गप्रति राज्य, निजी क्षेत्र र सरकारवाला निकाय गम्भीर हुने बेला आइसकेको छ। अन्यथा गरिबी, अन्याय र बेरोजगारी जति बढ्छ त्यति नै अस्थिरता, अराजकता, पलायन बढ्नेछ भन्ने कुरा संसारभरको अनुभवले सिद्ध गरिसकेको छ। निष्कर्षमा मिटर ब्याज समस्याको मुख्य जरो वित्तीय संस्थाले निम्न आय वर्गसम्म कर्जा प्रवाह नगर्नुको रणनीति हो। बैंकहरूले गरिब किसान र कागजपत्र जुटाउन नसक्नेलाई विगतमै सहज ऋण गरेको भए आज लाखौँ मानिस पैसाका लागि मिटर ब्याजको फन्दामा पर्ने थिएन। निमुखा वर्गसम्म वित्तीय पहुँच नपुग्दा नेपालको आर्थिक असमानता डरलाग्दो गरी झाँगिँदै गएको छ। अर्थतन्त्रको आकार बढेको देखिए पनि सीमित व्यक्ति मात्र धनी भएका छन्। गरिबको टाउको गनेर निकालिएको प्रति व्यक्ति आयले वास्तविक अवस्था प्रतिनिधित्व गर्दैन। दक्षिण एसियामै नेपाल अधिक आर्थिक असमानता भएको देशमा चिनिन्छ, जहाँ राष्ट्रिय आयमा 20% गरिबको हिस्सा जम्मा 4% र शीर्ष 20% धनीको हिस्सा करिब 60% रहेको अध्ययनहरूले देखाएका छन्। बैंक तथा वित्तीय संस्था फस्टाएको पछिल्लो 4 दशकमा यो असमानता झन बढेको छ। बैंकहरू धनीहरूलाई झन धनी बनाउन र उनीहरूको सम्पत्तिको सुरक्षामा सघाएका र गरिबलाई वास्तै गरेका छैनन्। पुँजीको बागडोर सम्हालेका बैंकहरूमा कुन वर्गको हालिमुहाली छ भन्ने तथ्य
धेरैले बुझिसकेका छन्। यो गम्भीर विभेदको अन्त्य वर्तमान नयाँ सरकारले पनि गरेन भने कसले गर्ला? धन्यवाद।